Hello guys. Welcome back to my YouTube channel. आज म कतिको बादमा आउँदैछु कति भयो कपालले धरेर सेस भइरहेछ यो अब खुइलाउने हो आज मेरो मुण्डन हुँदैछ यहाँ यो यति साह्रो काट्छ कि के हो ए उयो गर्छ कि के हो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल यो मेरो बुढा आज चाहिँ म कपाल काट्दैछु सिधा गर्नु न सिधा आज चाहिँ म मेरो कपाल काटेर म इन्डिया पठाउँदैछु आज कपाल कति काट्ने भने यति काट्दैछु है म कपालले त फेरि यो के काट्ने छैन त कपाल कहिले हुन आँटेछ हैन गाइस त्यसैले अब मुण्डनको दिन चाहिँ मुण्डन होइन कि आज चाहिँ म मेरो कपाल काटेर भोलि बहिनी इन्डिया जाँदैछ हो घर जाँदैछ अन्त म कपाल काटेर चाहिँ मैले पठाइदिनु आँटेको कपाल मैले डोनेट गर्नु आँटेको फेरि पहिले नै मैले डोनेट गरिसकेको होइन तर फेरि यो पालि पनि गर्दैछु किनभने लामो कपाल राखेर केही फाइदा छैन झरेर चाहिँ यस भएको छ अनि आज मेरो बुढा हो मेरो हेयर ड्रेसर लाबेले बानेर काटिदिन्छ ल लाबेले बानेर त काट्नुपर्छ त अन्त कहाँ यहीँ काटेर होइन कहाँ काट्नु बाथरुम जाने जाऊँ न त आज चाहिँ म कपाल डोनेट गर्न लागि काटेको होइन तपाईँले पनि कपाल लामो छ भने काटेर त्यसै फ्याँक्नुभन्दा चाहिँ डोनेट गर्दा हुन्छ डोनेट गरेर होइन त्यो कपाल त आइरहेको छ नि मलाई त नकाट्नु भन्दा त बोजूहरूले मार्छ बोजूहरूले देखेर छक्कै पर्छ होला आज चाहिँ म कपाल काट्दैछु ढान्डरान यता हो यस्तो पुरानो छ यस्तो भएको छ यो चाहिँ के भएको होला यस्तो गरेर कपाल काटेर कपाल यति काटेँ मलाई छक्कै पर्छ होला मान्छेहरू हिजो अघिसम्म अघि भर्खर ड्युटी गएर आएको होइन ड्युटी गएर आएको अघि भर्खर राम्रो त भोलि जाँदा त के भयो भन्छ यिनीहरूले मलाई ओल्दोले त थुन्नु पर्दैन नि कहाँ राख्यो होला त्यो त गर्छ ला झऱ्यो यो यत्रो कैँसीले काट्छ कपाल मलाई अहिले फेरि नगरे त टाइम छैन यो मान्छेलाई चाहिँ काम हुन्छ कपाल बाँध्नुपर्छ पहिलो भने बुझ्दैन दुईवटा बाँध्नु दुईवटा एकपट्टि यता एकपट्टि यता एकपट्टि यता यो चाहिँ मेरो फेभरेट ड्रेस हो मेरो यो लुगा छोरा कहीँ जाँदैन म है यो कालो कालो भएको छ कि जोको चाहिँ ज्याकेट लगाउँदाखेरि ज्याकेटले गर्दाखेरि चाहिँ दुईवटा बाँध्नु दुईवटा बाँध्नु कपाल अन्त यस्तो गर्दा तपाईँले मेरो कपाल चिन्नै पार्नुहुन्छ होला कपाल चाहिँ 12 इन्च राख्नुपर्छ कि कपाल 12 इन्च भन्दा चाहिँ कम्ती राख्नु हुँदैन कि 12 इन्च भन्दा चाहिँ बेसी राख्दा के हुँदैन कम्ती राख्यो भने चाहिँ कपालहरू उयो गर्नुहुन्छ अरे कि हुँदैन भनेर भन्दै थियो मेरो हेयर ड्रेसर बुढा हो यहाँ होइन मेरो कपाल चाहिँ नबिगार्नु नि 12 इन्च यस्तो नापेर गरेर 12 इन्च 13 14 15 कति टुप्पो त्यत्रो चुप काटेर हुन्छ के हो कता ए यो छोटो भयो लामो छोटो भयो 12 इन्च नाप्नु हातले राख्नु ए यस्तो रुस पार्नु हुँदैन नि त कपाल 12 इन्च 1 2 4 यति काट्छु त्यसमा तपाईँले लाभा लाउनु पऱ्यो नि त फेरि लाभा लाउनु पर्छ न सुन्दैन फ्याङ्गरै हुन्छ कि बुझेर जानु हुँदैन मैला पार्नु हुँदैन यो कपाललाई मैले भर्खर धोएर नुहाएको मैले कन्डिसनरहरू पनि लाउनु हुँदैन कपाल स्याम्पूले मात्रै धुएको के लाग्यो ए भगवान् मलाई डर लाग्यो अलिक तल पार्नु कपाल अलिक तल कहाँ हो माथि गएको म बाँध्छु नि त कपाल यस्तो लामोले कपाल बाँध्नु तान्दैन अलिक तल यो छोटो भयो यो साह्रै छोटो हुन्छ पछाडि फेरि हामीले बिग्रिँदा मिलाउँदा हुन्छ नि त दिँदा म बाँध्छु ल झट्टै चोटि मेरो कपाल हेर्नु सक्नुहुन्छ 12 इन्च मलाई यो डर लाग्यो मलाई छोटो 8 12 ठ्याक्कै राख्छु ए भगवान्
ला यत्रो लामो भगवान् माइ गॉड यत्रो लामो कपाल मेरो अहिले म यो के कुरा काटेको इ मलाई ला कस्तो देखेको हुन्छ ठिकै छ मिलाउनु पर्दैन मिलाउनु पर्छ नि हो हुँदैन नै लामो छोड्नु पर्दैन छ पर्दैन होला पो मिलाउनु ठ्याङ्ग्रा नि भारी छ ल यहाँ मिलाउनु पर्छ अलिकति यहाँ मलाई हाजिरी भाइ कता भिडियो गर्दैछ पछि म मिलाउँछु मेरो हातबाट काटेको कपाल चाहिँ लामो छिटो पलाउँछ कि थाहा छैन अब यो अब हाम्रो यो मेरो उहाँ उनीले कपाल कस्तो हुँदो रहेछ अब हेर्नु ए भगवान् म त डर लाग्यो आँकुडे भएको छ भनेपछि होइन सिधै यस्तो हुनुपर्छ कि काटिदिइसक्यो नि यो कहाँ उडेको हेर्नु मेरो प्लास्टिक त्यस्तो प्लास्टिक भएर मेरो अर्को छ मेरो मेरो फेभरेट लुगा फ्याँकिदियो यो मेरो यी कपाल हो यो मेरो फेरि फेरि म देखाइदिन्छु कस्तो भयो यो चाहिँ भोलि जाँदैछ यो कपाल जाँदैछ भोलि इन्डिया भाइलाई म डिटेल्सहरू पठाइदिन्छु होइन अनि भाइले चाहिँ पठाइदिन्छ किनभने मैले पहिला पनि उयो गरेको थिएँ कि मैले पहिला पनि डोनेट गरेको थियो त्यसबाट डोनेट गरेँ भने के अरे ई सर्टिफिकेट पनि पाउँछ ई सर्टिफिकेट पायो भने अनलाइन हुन्छ मेरो कपाल थियो अहिले यस्तो भयो कपाल त्यसै वेस्ट गर्नुभन्दा बरु तपाईँहरूले त्यस्तो गर्न सक्नुहुन्छ होइन अनि गुगलतिर सर्च गर्दा पनि पाइहाल्छ युट्युबतिर सर्च गरे पनि तपाईँले जति पनि पाउनुहुन्छ कि यसमा कतिचोटि भयो तिमीले यो गरेको डोनेट गरेको 2 टाइम्स यो लगाएर चाहिँ 2 खेप भयो नि त किनभने यत्रो लामो कपाल किन फ्याँक्नु होइन अन्त कोही बेला त अब हेयरस्टाइल पनि चेन्ज गर्नु पऱ्यो नि त होइन यस्तो अन्त कस्तो राम्रो देख्दैछ यहाँ पो पायो त के रहेछ सेनको यस्तो जिप लक चाहिँ भन्नु भने चाहिँ छैन अब के गर्नु अब मेरो कपाल झरेछ अब मेरो कपाल झर्नु बन्द छ कि यो हाल्दै 2टा प्याकेट गरेर प्याक गरिदिएको छु अन्त घरमा गएर फेरि घरमा भाइलाई राम्ररी प्याक गर्नु लाउँछु म डिटेल्सहरू सबै पठाइदिन्छु त्यसलाई अनि अब हामी जाँदैछु किनभने यो भोलि इन्डिया जाँदैछ यो 2टा भयो यो मेरो साथीको नानी भएको छ साथीको नानीलाई मेरो गिफ्ट हो अनि अब त्यही हो अब हामी माथि जाँदैछु माथि चाहिँ बहिनीको रुम जाँदैछु बहिनीको रुम ल गाइस हामीसँग जाऊँ होला माथि मेरो कपाल लिएर है भयो ए त्यो बहिनीलाई उयो लगिदिनु भनेको त कपाल कस्तो सेतो खुलेछ किन कपाल काटेको भनिदिनु मैले किनकि यसको कपाल खुइलिएर सेज भइसकेको थियो झरेर त्यही भएर कपाल काटेको होइन अनि मैले पनि पर्मिसन दिइहालेको कपाल झरेर एकदम खुइली हुन आँटेछ यहाँ हेर्नुहोस् भाउजूको कपाल हेयर कट छ अलिक कमेन्ट कस्तो भनेको लामो कपालमा एकदम हिरो नि अहिले पनि हिरो नि भन्दा त राम्रै देखेछ बट के गर्यो कपाल पठाइदिएको घरमा कति लियो कपाल काट्नु कपाल काट्नु यहाँ नि यहाँ कपाल काट्ने मान्छे दुईजनामै काटेर नै भन्छ राम्रो भर्खर काटेको साँच्ची भनेको राम्रै देखेछ ए त जाने भयो तर कस्तो भयो भन्नु नि अब सडनली देख्दाखेरि चाहिँ अब के हुँदैन सक हुँदो रहेछ कि के भयो केही छैन फेरि भइहाल्छ क्या भर्खर खाइन कति भइसक्यो 1 बजिसक्यो भाइ 1 बजीसम्म हामी डुबिरहेको छौँ यता हेर्नुहोस् हामी यता हेर यता भाइ
ये देखो कहाँबाट खाने भर्खर उयो भएर खाँदिनँ म खाना फेरि मिठो राख्छु अब चाहिँ बिहान मर्निङ ड्युटी 2:15 भइसकेछ अब बिहान उठेर कतिखेर ड्युटी जाने होला बिहान ड्युटी छ बाई बाई गाइज कति महिनापछि भिडियो बनाउँदैछु टाइम पाउँदैन यति धेरै काम हुन्छ कि के भन्नु फोन किन किनेको त्यो भिडियो बनाउँछु भनेर किन त्यो फोन भिडियो बनाउनु पनि टाइम पाउँदैन सो हेलो गाइस यो के भन्नु आँटेको भने मेरो कपालको बारेमा भन्नु आँटेको कि कपाल काटेर त्यतिको वेस्ट गर्नु भन्दाखेरि चाहिँ कपाल त्यसरी काट्नु छ भने चाहिँ तरिका कपाल त्यसरी काट्नु छ भने चाहिँ अब यस्तो काटेर चाहिँ पठाउँदा हुन्छ त्यस्तो अनलाइन सर्च गऱ्यो भने पाउँछ कि गुगलमा पनि खोज्दा पाउँछ अनि युट्युबमा पनि हेऱ्यो भने पाउँछ कहाँ सेन्ड गर्दा हुन्छ के गर्नुपर्छ डिटेल्सहरू अब डिटेल्स चाहिँ 12 इन्च हुनुपर्छ कि 12 इन्चभन्दा चाहिँ कम्ती छ भने चाहिँ अब त्यही के अरे तिनीहरूलाई के अरे काम लाग्दैन भन्छ कि अन्त सफा हुनु पऱ्यो कपाल होइन पहिला धुनुपर्छ अनि मैलाहरू हुनु हुँदैन यस्तो डिटेल्सहरू हुन्छ अन्त त्यो आफूले सर्च गर्दा पनि पाउँछ अन्त त्यसरी सेन्ड गर्दा चाहिँ हुन्छ अब काटेर त्यो फालेर वेस्ट गर्नु भन्दाखेरि त बरु होइन मैले पहिला पनि पठाएको थिएँ नि त होइन कपाल त्यो कपालमा मैले सर्टिफिकेट पनि पाएको थिएँ होइन तर अहिले छैन फोनहरू चेन्ज गरेर चाहिँ कहाँ पढेछ पछि त सर्टिफिकेटै थाहा छैन कि अब देखाइदिन्थेँ म पहिला पनि पठाएको थिएँ नि त मैले चाहिँ होइन अनि त्यही हो त्यो भन्नु लागि चाहिँ गरेको थियो है बाई बाई गाइस भोलि मेरो के अरे के छ ड्युटी छ भोलि चाहिँ झन् ड्युटी भाडा राखिदिएछ हो त्यही छ ड्युटी छ आज घुमेर आएको होइन के भन्नु यति नै हो बाई बाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला है बाई बाई के अरे आएको भाइ